वनमा आएको छु। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ रानी वन सिमसार। यो वन महेन्द्र राजाका पालामा जसरी पृथ्वीनारायण शाहले देश एकीकरण गर्नुभयो त्यसरी नै यो वनलाई चाहिँ विश्वनाथ सिंह राजवंशीज्यूले संरक्षण गरिदिनु भएको थियो र यसमा अहिले समितिहरू भएका छन्। विभिन्न समितिहरू आउँछन् यहाँ यो वनमा, तर सबै यो वनमा चाहिँ कमाउने हिसाबले मात्रै आउँछन् र यसको कहिले पनि राम्रो भलो सोचिएन। यहाँ के गरियो त भन्दाखेरि विकासका काम योजना मागेर ल्याइयो र के को कामको लागि ल्याएको थियो त्यो काम अलिअलि गर्यो, त्यसलाई फेरि त्यो भत्किँदा त्यसलाई पुनर्निर्माण गर्नुपर्ने, त्यसलाई फेरि कलर गर्नुपर्ने, ती खालका कुरामा कहिले ध्यान जाँदैन। यो रानी सामुदायिक वनमा पोखरी छ। यो पोखरीमा 4 वटा डुङ्गा किनेर ल्याएको थियो पर्यटनको लागि। त्यतिखेर यस पालिकाका नेताहरूले त्यो डुङ्गामा चढेर राम्रोसँग सयर पनि गरे, आनन्द पनि लिए, घुमे। तर ती डुङ्गाको हालत अहिले हेर्नुहोस् कस्तो भएको छ। यी डुङ्गाहरू सरकारका पैसा हुन्। सरकार भनेको हाम्रो सरकार, हाम्रा पैसा हुन्। हाम्रा पैसामा यहाँको समितिले हेर्नुहोस् कसरी गद्दार गरिरहेको छ। उनीहरूका घरबाट ल्याएको सम्पत्ति थियो भने यी डुङ्गाहरू निकालेर घरमा लगेर पखालेर तिर्पलले छोपेर राख्थे। अहिले यो डुङ्गाको स्थिति देख्दाखेरि दुःख लाग्छ। त्यसरी नै केटाकेटी खेल्ने यो खेलघर पनि छ यहाँ। यो खेलघर चाहिँ सायद हप्तामा एकचोटि खुल्छ होला या खुल्दैन थाहा छैन, तर यो पनि यसलाई या जुन बालबालिका खेल्ने ठाउँ बनाइयो, यो बालबालिका खेल्ने ठाउँलाई बनाइयो राम्रो कुरो, तर यसलाई सदुपयोग गरिएन, यसको संरक्षण गरिएन। अहिले फेरि बीचमा जुन समिति थियो त्यो समितिले भ्रष्टाचार गरेको प्रमाण पुग्यो। छानबिन समिति गठन गर्यो। छानबिन समिति हुँदाहुँदै जेएनजी आन्दोलनमा त्यो वन अफिस आगो लगाए, उनीहरूले आगो लगाए त्यो प्रमाणहरू नष्ट गर्न। र अहिले फेरि हामी कसैलाई थाहा नदिइकन नयाँ समिति बनिएको रहेछ र त्यो नयाँ समितिले यो जुन अहिलेको जुन स्थिति छ यो रानी सामुदायिक वनको, यो स्थितिलाई सुधारेर लान्छ कि पहिलेबाट सुधारेर अनि मात्रै जिम्मा लिन्छ कि के गर्छ त्यो हेर्न बाँकी छ। अब यो हेर्नु, यो चट्टा हेर्दा कति राम्रो छ, यो गाउँपालिकाले दिएको कति राम्रो छ, तर यसमा कति भ्रष्टाचार भएको छ भन्ने कुरो यहीँबाट देख्नुहुन्छ। यो बाटो फुट्न थालेको छ हेर्नुहोस्। अब यहाँको कमजोरी, यसमा कसले कति खाएर यो यस्तो कमजोर काम गरेको छ, यसलाई फेरि पुनर्निर्माण गरेर यसलाई फेरि मर्मत गरेनन् भने र यो पास गर्ने इन्जिनियर पालिकाको इन्जिनियर को हो, तपाईँले तुरुन्त यो काम फेरि पुनर्निर्माणतिर लाग्नु भएन भने तपाईँलाई गाउँपालिकाबाट घिसाएर बाहिर निकाल्छु नि म। त्यो कुरो विचार गर्नु। यो पास गर्ने इन्जिनियरलाई भनिरहेको छु, तपाईँलाई पनि छोड्दिनँ। यहाँको भ्रष्टाचार गरेको पैसा छदाउँछु। हेलो, फेरि पनि नमस्ते तपाईहरुलाई झापा झाँटोली युट्युब च्यानलमा। आज म एउटा छोटो क्लिप देखाउँछु जहाँ कि मेरै गाउँको झापा गाउँपालिकामा रहेको रानी वनको बारेमा यहाँका उपभोक्ताले जान्नै पर्ने कुरा आज दिपेश प्रसाई दाइले भन्नुभएको छ भिडियोमा। यहाँको गतिविधि, यहाँको भ्रष्टाचार, यहाँको के कसो सबै कुरो भिडियोमा भन्नुभएको छ र यो कुरो चाहिँ नि सबै उपभोक्ताको मोबाइलमा जाओस् र पुगोस्। सबैले सेयर गर्नु होला के कसो भएको रहेछ र सबै उपभोक्ताले आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नु होला के यो कुरो साँचो हो। साँचो हो भने सम्बन्ध निकायको ध्यान जाओस् र अहिले बनेको नयाँ समितिले सबै कुरो हिसाब किताब गरेर जिम्मा लिएको छ कि छैन भन्ने कुरो पनि आउँछ। यो जिम्मा लिएको छैन भने भोलि गएर अहिलेको नयाँ समितिलाई पनि प्रश्न आउँछ भोलि पर्सि। र तपाईहरुलाई के लाग्छ? उपभोक्ता सबैले आफ्नो मत कमेन्टमा, विचार कमेन्टमा लेख्नु होला र कहाँबाट हेर्दै हुनुहुन्छ झापा झाँटोली युट्युब च्यानललाई पनि लाइक, सेयर गर्न नबिर्सिनु होला। जय नेपाल।